हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई च्यानल। साथीहरू, आज चाहिँ हाम्रो घरमा गेस्ट आउँदै हुनुहुन्छ। सो उहाँहरूको लागि चाहिँ हामी खाना बनाउन गइरहेको छौँ। खानामा चाहिँ रहेको छ मेन्यु, यो चाहिँ आन्द्रा भुडीको भुटुवा। यसलाई चाहिँ हामीले बोइल गरेर पानी भिजाएको थियो। अब चाहिँ काट्ने बेला भइसक्यो। बुढाले चाहिँ यो काम गर्दै हुनुहुन्छ। अनि रहेको छ यो चाहिँ चिकन। अनि यसमा चाहिँ हामीले रायोको साग मिक्स गरेर बनाउन गइरहेको छौँ। अनि दाल, भात, अनि भाँगोको चटनी, अनि गोर्खा अचार, यति नै रहेको छ साथीहरू। अनि चाहिँ अब मसरुम पनि रहेको छ, किनभने दिदीले चाहिँ आज बिहिबारको दिन उहाँहरूको चाहिँ उडिसामा चाहिँ मासुहरू खानुहुन्न रहेछ। सो त्यसैको लागि चाहिँ उहाँहरूको लागि हामीले चाहिँ च्याउ बनाउन गइरहेको छौँ। अनि यति नै हो। बाँकी भिडियोहरू म चाहिँ हजुरहरूलाई देखाउँदै गर्छु। बाई बाई साथीहरू, लेट्स सी। यता चाहिँ मेरो श्रीमानजीले भाँडा मात्दै हुनुहुन्छ। मलाई चाहिँ बहुत हेल्प गर्नुहुन्छ उहाँले। भुटुवा चाहिँ फाइनली काटेर भ्याइसक्नु भएछ। अब चाहिँ मेरो पकाउने बारी हो। यसमा चाहिँ आलु उसिनेको छु मैले अचारको लागि। यहाँ चाहिँ दाल पाकिसक्यो साथीहरू, हजुर देख्न सक्नुहुनेछ। दाल पाकिसकेको छ। अब चाहिँ यसलाई मैले अफ गर्छु। चिकन पनि बनिसक्यो साथीहरू, हेर्नु। संस्कारले के खाने भन त, के खान्छ तिमीले? के भन्छ मैले बुझेन। खाने हो। यहाँ चाहिँ साथीभाइहरू आउनुभएको थियो, यहाँ जानु भइसकेछ। पापड त कुरा कुरा फ्राई गर्नु पर्यो मजाले। त्यसपछि नुनके साथ राख्नु पर्यो। मेरो चाहिँ भुटुवा बनेर यस्तो लुक्स देखिएको छ फाइनली। सो म यसमा चाहिँ धनिया राखेँ। भएन अझै यो मसरुम बनाउ।
झल्दा हल्ला नेपाली बाबुले झल्दा हल्ला नेपाली बाबु भात खाने होइन लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त। यसरी नै मलाई साथ दिँदै जानु होला, यसरी नै मलाई साथ सपोर्ट गर्दै जानु होला। सो बाई बाई सबैजनालाई।